हेलो भाइ शिव सुमना दर्शन नमस्ते वेलकम न भ्लग न्यू डे न्यू भ्लग फेरि मेरो च्यानलमा आइसकेँ। आज विशेष गरी एउटा इन्फर्मेसन भिडियो लिएर आएको छु। फेरि विशेष गरी आज मैले बोल्न चाहे पोर्चुगलको जुन हस्पिटल सम्बन्धीको र ट्रिटमेन्ट सम्बन्धी म तपाईलाई केही जानकारी दिँदैछु, ध्यान दिएर सुन्नु होला है। र मेरो च्यानलमा नयाँ हुन्छ भने सब्स्क्राइब गरेर सहयोग गरिदिनु होला र बेल आइकन पनि दबाइदिनु होला र अलमा क्लिक गर्नु होला, ताकि यस्तै इन्फर्मेसन टाइपको भिडियोहरू तपाईहरुसँग म शेयर गर्दै आउँछु र तपाईहरुलाई सचेत पनि गराउँछु। र केही ट्रिटमेन्टहरु गर्नु छ भने तपाईले समयमै आफ्नै वरिपरि गरेर आउँदा बेस्ट। विशेष गरेर यहाँ के छ भने ट्रिटमेन्टमा चाहिँ इमिग्रेसन ले भरिएको ठाउँ पोर्चुगल। हामी हस्पिटल जानु, हस्पिटलाइज भयो या केही इमर्जेन्सी केसहरु पर्यो या सानोतिनो तपाईहरुलाई घाउ खटिरा या ज्वरो या दाँतको प्रब्लम या केहीको समस्याहरू छ भने यहाँ चाहिँ ट्रिटमेन्ट चाहिँ एकदमै गाह्रो छ है। जस्तै म मेरै भोगाई आज म यो सेन्ट्रल साउदी हस्पिटल गएको थिएँ है। यो चाहिँ केन्द्रीय हस्पिटल जस्तो हो। त्यहाँ चाहिँ ट्रिटमेन्ट सकेन भने सिधै सरकारी हस्पिटल या आफ्नो डाक्टर को छ आफ्नो डाक्टर लिन्छ। यो सेन्ट्रल साउदी भने चाहिँ जस्तै तपाईलाई ट्रिटमेन्ट चाहियो भने तपाई बस्ने एरिया नजिकको ठाउँमा गएर चाहिँ एउटा सेन्ट्रल साउदी हुन्छ, त्यहाँ चाहिँ तपाईले गएर एउटा प्राइभेट डाक्टर तपाईको नाममा पाउँछ। तर अहिलेको कन्डिसनमा ज्यादा इमिग्रेसन भएर अलिकति डाक्टरहरू पाउन पनि गाह्रो पर्छ। तर फ्यामिली डाक्टर तपाईलाई मिल्छ है। केही गाह्रो साह्रो पर्यो, तपाईलाई अप्ठ्यारो केस ठुली केस पर्यो भने जुन डाक्टर तपाईको फ्यामिली डाक्टर छ त्यो डाक्टरले चाहिँ तपाईलाई ट्रिटमेन्ट गर्न सकेन भने अरु हस्पिटलमा त्यही सम्बन्धीको कुन सम्बन्धीको तपाईको नसा सम्बन्धी छ कि दाँत सम्बन्धीको छ कि या तपाईलाई केही छाया रोगहरु छ कि या एलर्जी छ कि या समथिङ केही तपाईको रोगहरुले तपाईलाई सताएको छ भने त्यही सम्बन्धीको डाक्टरमा चाहिँ रिफर गरिदिन्छ। तर यस्तो हुन्छ तपाईको हेर्नुस्, सेन्ट्रल साउदीमा आज मलाई सामान्य एलर्जी भएको थियो, मसिनो फोकाहरु आएको थियो, यो लेगबाट सुरु भएको थियो र जिउतिर पनि अहिले टोटल्ली एलर्जी भएको हुनाले गर्दाखेरि एकदम चिलाउने। त्यो भएको हुनाले गर्दाखेरि बिहान म 9 बजे खोल्ने सेन्ट्रल साउदी 9 बजे गएर लाइन बसेर तपाईको 3 घण्टा पर्खे। 3 घण्टा पछि पाला आयो है। 3 घण्टा पछि पाला आएपछि त्यहाँ जाँदाखेरि त सिधै हस्पिटल चाहिँ यहाँ हुँदैन भन्छ है। अब सरकारी हस्पिटलमा गयो भने फेरि के हुन्छ भने तपाईको 4टा यहाँ रिस्टमा कलर अनुसारको ब्यान्ड बाँधिन्छ, एउटा व्हाइट, एउटा ग्रीन, एउटा ब्लू, एउटा रेड, 4टा कलर बाँधिन्छ है। रेड कलर अलिकति छिटो सहायता दिन्छ, रेड मात्रै छ भने, नत्र 4टा बाँध्नु भएको छ भने तपाईले दिनैभरि कुर्नु पर्ने हुन्छ। मान्छे एम्बुलेन्समा लिएको हुन्छ, मर्नु आँटेको हुन्छ। तपाईको ग्यास्ट्रिक छ भने ग्यास्ट्रिक दुखेर मर्नु आँटेको हुन्छ, टाउको दुखेछ भने टाउको दुखेर मर्नु भइरहेछ, तपाईले आफ्नो पालो कुर्नु पर्छ। यहाँ चाहिँ सिस्टम त्यो छ। मान्छे मरिसक्छ, मान्छेको ज्यान गइसक्छ, उनीहरूले ट्रिटमेन्ट गर्दैन। पोर्चुगलमा एकदमै यो सिस्टम चाहिँ ट्रिटमेन्ट सम्बन्धी चाहिँ धेरै नै यहाँ चाहिँ गाह्रो छ है। त्यस्तो कन्डिसन हुन्छ। अर्को कन्डिसन, मैले सरकारी हस्पिटलमा गएको थिएँ। सरकारी हस्पिटलमा जाँदाखेरि मेरो एकदमै दाँत दुखेको थियो, किराले दाँत खाएको रहेछ। म बुद्धि पाङ्ग्रा पलायो भनेर बुद्धि पाङ्ग्राले चाहिँ दुखेको होला भन्ने फिल भएको थियो। तर मेरो चाहिँ किराले खाएको रहेछ दाँत चाहिँ। अनि त्यहाँ गएर सरकारी हस्पिटलमा मलाई एकदमै पेन भएको छ, मैले सहन सकेको छैन भन्दाखेरि एउटा सुई हान्दियो। एउटा सुई हान्दिएर त तपाईको 4 महिना पछिको डेट दिएर है। त्यो एउटा दाँत उखिल्नुको लागि, दाँत ट्रिटमेन्टको लागि, एउटा दाँत उखिल्नुको लागि भनेर म गएको। 4 महिनाको टाइम दियो। मान्छे मरिसक्छ त नि 4 महिनामा। यस्तो केस हुन्छ। र मैले प्राइभेटमा गएर फेरि प्राइभेट छुइन सक्नुहुन्छ। हेर्नुस्, यहाँ प्राइभेट छुइन सक्नुहुन्छ। एउटा दाँत उखिल्नुलाई मैले 90 युरो तिरेको थिएँ। 90 युरो है। 90 युरो भनेको नेपालको लगभग 12-13 हजार चान्सुनुपर्छ एउटा दाँत उखिल्नुको लागि मात्रै। यस्तो महँगो छ पोर्चुगलमा, ट्रिटमेन्ट यस्तो खराब छ। अनि आज सँगै एउटा सेन्ट्रल साउदीमा एकजना नेपाली साथीसँग भेट भएको थिएँ। उहाँको चाहिँ के भएको थियो भने उहाँको चाहिँ सुगर लेभल चाहिँ हाई भएको रहेछ। पहिलाको सुगर भन्दा सुगर रोगी हुनुहुँदो रहेछ, सुगर लेभल चाहिँ हाई भएको थियो। सुगर लेभल हाई भएको उहाँले चाहिँ रिपोर्ट लिएर आएको है। रिपोर्ट लिएर आएको अहिले महिना अगस्त छोडिदिउँ, सेप्टेम्बर, अक्टोबर, नोभेम्बर, डिसेम्बर 4 महिनापछि चाहिँ बोलायो त्यो रिपोर्ट हेर्नको लागि। 4 महिनापछि त्यो रिपोर्ट हेर्नु बोलाएपछि सुगर लेभल बढेर मान्छेले रिपोर्ट लिएर आएको छ, मान्छे मरिसक्छ। अनि कहिले हेर्ने त्यो रिपोर्ट? यस्तो हेलचक्र छ पोर्चुगलमा चाहिँ। मैले पनि
त्यहाँ नभएपछि अब हस्पिटल जाँदा भने दिनैभरि कुर्नुपर्ने हुन्छ, म काममा जानुपर्ने हुन्छ, मेरो काम 3:30 बजेदेखि सुरु हुन्छ भनेपछि बाध्यता पऱ्यो मैले प्राइभेट हस्पिटलमा आएर यहाँ एउटा यो दिएको छ। डक्टरलाई चेकअप गरौँ भने अलिकति लङ टर्म हुने भयो अनि मलाई एउटा एलर्जीको दबाई दिएको छ, यो चाहिँ 2 हप्ता खा भनेको छ। महँगो हुन्छ, यति दबाई किन्नुको लागि मैले 20 युरो लगभग 20 युरो भने नेपालको कति 1000 2 2200 23 2400 चान्चुनु पऱ्यो दबाईले, यस्तो महँगी छ। म तपाईँहरूलाई के सजेस्ट गराउँछु भने तपाईँहरू केही पोर्चुगल आउनु चाहनुहुन्छ भने तपाईँको केही ट्रिटमेन्टहरू छ भने चाहिँ ट्रिटमेन्टहरू चाहिँ प्लिज नेपालमै जतिसक्दो गरेर आउनु होला, जतिसक्दो नेपालमा गरेर आउनु होला। तपाईँको ट्रिटमेन्टहरू जे छ त्यो चाहिँ उहीँ सुल्झाएर आउनु होला। पोर्चुगलमा आएर तपाईँलाई गाह्रो हुन्छ है, एकदमै गाह्रो छ यहाँको सिचुएसन। जुन मैले भोगेको कुराहरू तपाईँलाई सुनाउँदैछु वास्तविकता यही छ, मान्छे मरिसक्छ यहाँ ट्रिटमेन्ट गर्दैन, यस्तो डेन्जर छ कि। यहाँ एक्सिडेन्ट पऱ्यो भने अरू कन्ट्रीतिर युरोपकै कुरा गरौँ, अरू कन्ट्रीतिर एक्सिडेन्ट पऱ्यो या समथिङ केही भयो भने पहिले उपचार गरेर आएर जुन एरिया हेरेर उपचार गरेर मात्रै जुन एक्सिडेन्ट भएको ठाउँमा आउँछ भने पोर्चुगलमा चाहिँ एक्सिडेन्ट भएको छ मान्छेलाई टचै गर्दैन, पुलिस आउँछ, पुलिस आएर केयर यताउता दायाँ बायाँ गर्दाखेरि मान्छेको ज्यान गइसक्छ, ट्रिटमेन्टमा लाँदैन। यस्तो छ कि पोर्चुगल चाहिँ। हामी पोर्चुगललाई मैले डोमिनेट गरेको त होइन, तर यस्तो कन्डिसन छ, हामी इमिग्रेसनहरू मात्रै नभएर अरू यहाँको लोकललाई पनि सिस्टम त्यही छ। यो केस चाहिँ सुधार्यो भने पोर्चुगलमा एकदमै बेस्ट छ फेरि है। यो हस्पिटलाइज कुराहरूमा चाहिँ सुधार आयो भने 100% पोर्चुगल राम्रो छ। कार्ड बन्छ, तपाईँहरू नयाँ आउने जो कोहीको पनि 100% कार्ड त बन्छ, ढिलो चाँडो त्यस्तै हो। इनकेस तपाईँलाई यहाँ आउनु भएको छ, आइसकेपछि तपाईँलाई केही ठुलै रोगहरू लाग्यो भने, तपाईँ एक्लै हुनुहुन्छ भने तपाईँको हेयर सेयर सम्हारको लागि एकजना मान्छे चाहिँ ल्याउनु पाउनुहुन्छ। म काम गर्न सक्दिनँ, मेरो रोगले यस्तो सताएको छ भनेर एउटा डक्टरले केही लिखित रूपमा एउटा लेखिदिन्छ, त्यो लेखिसकेपछि तपाईँले आफ्नो फ्यामिली एकजना एप्लाई गर्न सक्नुहुन्छ। त्यो चाहिँ एउटा राम्रो छ है पोर्चुगलको, त्यति मात्रै राम्रो हो, अरू त ब्याटै छ। त्यही भएर मेरो भ्युअर्सहरूलाई भन्छु या यस्तो कुराहरू तपाईँ आउँदै हुनुहुन्छ या तपाईँको कोही आफन्तहरू आउँदैछ भने यो कुराहरू चाहिँ सेयर गरिदिनु होला, ताकि तपाईँहरूलाई पछि सजिलो होस्। मैले देखाएको यतै मुनि यतापट्टि फार्मेसीमा अहिले लिएर म लाइभ तुरुन्तै मैले सुट गरेँ, किनकि दुःख पाइन्छ यहाँ काम गर्नुपर्ने हुन्छ, काम गरी खानुपर्ने हुन्छ। काम गरेन भने यहाँ हातमुखै जोड्नु गाह्रो पर्छ। पोर्चुगलमा त्यस्तो छ कन्डिसन, खाना लाउनलाई पनि धौधौ हुन्छ भनेपछि पैसा सेभको त कुरै छाडौँ। यहाँ मान्छे आउने भनेको टार्गेट बनाएर आउने भनेको कार्ड बनाउनु, पैसा कमाउँछु भनेर चाहिँ तपाईँहरू जो कोही पनि नआउनु होला भन्न चाहन्छु प्लिज है। गाह्रै छ, म आएको 7 वर्ष भइसक्यो पोर्चुगलमा। जति पनि मैले जाने कुराहरू वास्तविकता जे छ त्यो चाहिँ तपाईँहरूलाई म प्रस्तुत गर्ने गर्छु र मलाई फलो गर्नु होला र नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। तपाईँहरूको माया ममताले गर्दा नि म पनि भिडियोहरू यस्तो नयाँ नयाँ जे कन्डिसन छ त्योहरू म लिएर आउने गर्छु र जति सक्दो चाहिँ मलाई माया गरिदिनु होला भन्दै अब यस्तै भिडियोहरू अरू पनि आउँछ ल्याउने कोसिस गर्छु भन्दै म छोटो समय हुँदै पनि तपाईँहरूलाई म भिडियो पस्याउने कोसिस गर्छु। यति भन्दै अहिले छुटेँ, हस् त, बाई बाई।